खरुनी ए हो के छ खबर वेलकम टु आन्टी नगर भन्दै दिदी गाउँछ अनि पनि हामी कश्मीरी पछौडी गाउँछ है त कश्मीरी पछौडी हामी यो दीपिका बयरको अनि हाम्रो बालकृष्ण परियारको आवाज हामीले दीपिका बयरको गाउँछ सुनेछौँ डाउनलोड गर्नु बाँकी छ कस्तो भइरहेछ ल हाय बजिरहेको साउन्ड भने हो ल हाय स्याउ स्याउ हामी अब भुटतिर त जान्छ तर भित्र जाँदैन सक्नु भने यो खेल्नु पाउँछ है सस्तोमा आउनु ढुङ्गा देखाइदिन्छु केटाकेटीहरू खेल्ने हो माथि चाहिँ राम्रो छ 17 गतेसम्म रहेछ 17 गते आउनु होला हजुरहरूलाई माया छ 17 गते अब हामी नआए पनि यो चाहिँ ट्रेन हो ट्रेन पनि एकदम राम्रो छ तर 100 रुपियाँ भन्ने ठाउँमा 150 रुपियाँ भनेको छ अहिले त्यो पनि आफ्नो इच्छाले खेल्यो भने भन्छ न यसमा चाहिँ के पनि हुन्छ सुरक्षित हुन्छ हजुरहरूको बच्चा नानीहरू छ भने खेल्न सक्नुहुन्छ होटलमा के खानु सक्नुहुन्छ मेलामा आएर खानु सक्नुहुन्छ हजुरहरूलाई फेरि भिसा फेरि टिकट जानु छ भने यहाँ सजिलै हजुरहरू मेलामा आएर यो पनि खेल्नु सक्नुहुन्छ चढ्नु पनि सक्नुहुन्छ हाम्रो मेलामा त कतिले मुद्दा गरी सिधीमा यतिका छ यतिका छ यसमा पनि धेरै राम्रो हुन्छ खेल्नको लागि
हामी खेल्नु त खेल्दा त अलिकति डर लाग्छ साथी। कसलाई सोध्ने एउटा कुरा चाहिँ कसलाई सोध्ने हो अब हामी इन्डिया पर्छ होला है यसमा चढ्नु नि मिल्छ ठुलो सानो सबै चढ्ने भयो भाइ आउनु होला आउनु होला चढ्नको लागि इन्डियामा। आज ठुलो पानी पर्छ आज यो चाहिँ केटाकेटी हो ब्रिटिस अस्ति त हाम्रो फ्यान हराएको अहिले आएको छैन किनभने अब स्कुल छ उनीहरूको आएको राम्रो हुन्छ। ओ माई गड उहाँ चाहिँ स्पिकर झरेको छ यसरी देख्न सक्नुहुन्छ तल आउनु। बुफरले पनि अलिक छिटो कि मेला बन्द गर भने हो क्या अरे ल हाम्रो स्टेक चाहिँ यहाँ हो स्टेज चाहिँ त्यो हो र यहाँ चाहिँ पुरै झरेको छ। अब हामी अरू टचमा जान्छौँ। मौसम लागेको मौसम यस्तो आजको मौसम खत्तम छ अस्ति आउँदा नि यस्तै भयो आज नि त्यस्तै भयो अब आज म टिकटक लाइभ आउनु भनेको मेरो चासमा चाहिँ छैन। अब हामी कता जाने भन्ने कुरा हुन्छ है। अब हामी यसो मान्छेहरूलाई सोध्ने अब मान्छेहरू सोध्यो भने अलिकति लाग्छ लाग्छ अलिकति दास पनि लाग्थ्यो तर अहिले हामी प्रयास गर्नेछौँ केहीसम्म सोध्नलाई। यस्तै कुरो हो। गोकर्ण तेस्रो गोकर्ण स्वरको महोत्सव 2083 सालमा वैशाख 23 गते सुरु भएको जेठ 17 गतेसम्म रहेको छ। आउनु होला यता नजिक नजिक कताबाट हेर्नु भइरहेको छ यता आउनु मान्छे कसैको यता न उता भएको छ। हामी खै अब आज त्यति मान्छे पनि छैन मौसम भयो यस्तो मौसम खत्तम छ मौसम यस्तो भएको छ उपर पनि झरेको छ। उपर पनि झरेर फुटेको हुनसक्छ। आजको मौसम हेर्नु सक्नुहुन्छ यहाँ यस्तो भइरहेछ तर अब हामी चाहिँ अब हामी चाहिँ आज धेरै ठाउँ घुमेर यहाँ आएको यहाँ आउँदा अब 17 गते छ भनेर थाहा पायो है। तर हामी लास्टमा आउँथ्यो होला तर यहाँ घरि कसले 2 जिब्रे कुरा गरेको है त्यही भएर हामीले आज अन्तिम होला भनेर आइदिएको तर 17 गतेसम्म रहेछ कस्तो खालको हेर्नु होला अब मन पऱ्यो घुम्न आउनु होला नजिक नजिक भएको मान्छेहरू। टिकट चाहिँ 100 रुपियाँ परेको छ अस्ति नै चाहिँ 200 रुपियाँ थियो अहिले चाहिँ 100 रुपियाँ। क्यान्डी पनि हेर्नु सक्नुहुन्छ। क्यान्डी पनि बच्चाहरूलाई ठुलो मान्छेलाई मिठो लाग्छ भने यसो गर्नु होला। यहाँ छ खाजा खाने ठाउँ अब हामी कहाँ जाने कुरो हुन्छ भन्दाखेरि पानी पनि परिरहेको छ अब पानी पनि परिरहेको छ अब यस्तो है त्यस्तै हो गाइस। हाम्रो चाहिँ छोटो सानो भ्लग भर्खर स्टार्टिङ भएको हजुरहरूलाई साथ सपोर्ट गरेर जस्तै कमेडी भिडियोहरू पनि बनाएर ल्याउँछौँ। कमेडी भिडियो बनाउँदा चाहिँ एक्टरको रोल चाहिँ कमेडीको रोल चाहिँ म लिन्छु भने गरिरहेको छु र यस्तै कुरो हो। ल अब हामी पोस्ट हाउसमा चाहिँ कोही पनि आएन त्यो पनि हामीले है छिर्नु मौका पनि पाउने त थियो त्यो पनि मान्छे नआएर हामी पनि नछिरेको है। त्यही भएर यति भन्दै हाम्रो भ्लग इन गर्दै हजुरहरूलाई
साथ सपोर्ट गर्नु भन्न चाहन्छु। हस्त नमस्ते भन्छु साथी।